लोकल चटपट कोकको साथमा रमाउँदै क्यामेराम्यानलाई साह्रै गाह्रो है। हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूको हालखबर के छ? सबै सन्चै ठिकै आरामै हुनुहुन्छ अनि म पनि एकदम सन्चै ठिकै आरामै छु र सम्पूर्णलाई मेरो तर्फबाट झोरले नमस्ते छ। अनि म हजुरहरूको आफ्नो प्यारी निसा रकाल मगर। अनि मैले हिजो चाहिँ भिडियो चाहिँ यहीँबाट स्टार्ट गरेको थिएँ, फेरि पनि आज यहीँबाट स्टार्ट गर्दैछु होइन। अनि अहिले चाहिँ म कहाँ जाँदैछु भनेर तपाईँहरूले थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नु भयो होला होइन। अनि मसँग छन् यहाँ एलिन महान होइन एलिन छन् अनि एलिन पनि हिँडेछन् मसँग आज चाहिँ होइन। अनि अहिले चाहिँ म कहाँ जाँदैछु भने साथीहरू के हो यस्तो पुरै बबिन दाइलाई त छोड्नै मन लागेको छैन है। ए बबिन दाइलाई नानीलाई त एक सेकेन्ड पनि छोड्नै मन लाग्यो होइन साथी। अनि म चाहिँ अहिले त्यहाँ हिँड्दैछु अनि तिनीहरूको लागि चाहिँ कसैले फेरि साथी कसैले उहाँहरूको लागि के हो भनेर कोक अनि यसो चटपट बनाएर खाने सोच छ होइन। अनि हेरौँ अब आज चाहिँ हामी कहाँ जानेवाला छौँ भने अनि आज जङ्गलतिर जाने भन्नुभएको छ दाइले। फेरि के हो बबिन दाइ जङ्गलतिर किन जाने हो र? फेरि बबिन दाइले त फेरि खाट चेक गर्नुहुन्छ कि होइन। बिस्तारा यस्तो बलियो छ कि छैन भनेर फेरि बबिन दाइ त डेन्जर हो कि फेरि होइन। जे होस् बबिन दाइ एकदम सही हुनुहुन्छ, कमेडी पनि हुनुहुन्छ होइन। अनि अर्को कुरा के तपाईँहरू सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूलाई चाहिँ होइन एकदम धेरै मनैदेखि थ्याङ्क यू है। अनि धेरै धन्यवाद किनभने तपाईँहरू सबैले बबिन दाइको सब्सक्राइबरहरू मतिर आउनु भएको छ होइन। मलाई सब्सक्राइब सपोर्ट गरिदिनु भएको छ, लाइक कमेन्टहरू पनि एकदम राम्रो गरिदिनु भएको छ। अनि धेरै जस्तो क्वेसन चाहिँ के आयो भने नि बहिनी तिमी कहाँको हो नि भनेर सोध्नु भयो कि होइन। म चाहिँ नौलपुर सर्दी है, म पनि सर्दीकै हो तर गोगदी भन्ने ठाउँमा चाहिँ मेरो बिहा भएको है। अनि अहिले चाहिँ म हाल गोगदीमै छु। अनि दाजुलाई चाहिँ पहिल्यैदेखि चिनेको अनि केही जस्तो लाग्दैन कि दाइलाई चाहिँ एकदम होइन एकदम केही उजै नहुने कि है, केही जस्तो लाग्दैन भन्नाले फेरि त्यस्तो रेस्पेक्ट नगर्ने होइन है साथीहरू। रेस्पेक्ट म गर्छु दाइलाई तर अलिकति बोल्नलाई त्यस्तो मलाई केही अप्ठ्यारो लाग्दैन दाइको अगाडि। दाइ पनि एकदम कमेडी हुनुहुन्छ होइन। तपाईँहरूले पनि हेरिसक्नु भयो हिजोको भ्लग कस्तो थियो भनेर। अनि एकदम माया पनि गरिदिनु भएको छ तपाईँहरूले चाहिँ। अनि म चाहिँ यति धेरै खुसी छु कि होइन, मैले सोचेको पनि थिएन कि साथीहरू मेरो यति धेरै सब्सक्राइबरहरू बढ्छ भनेर। अनि के भन्छ हो के गरेँ मलाई चाहिँ लास्टै मिहिनेत गर्नलाई एकदम दुःख हुन्थ्यो नि त। मतलब भन्न खोजेको म मिहिनेत गरेँ पनि मैले त्यति चाँडो मैले त्यति धेरै सब्सक्राइबरहरू बटुल्न सक्थेन नि त। अनि मेरो पहिलाको च्यानल पनि थियो कि पहिलाको च्यानल त्यस्तै भएर आइडी बिग्रियो नि त। अनि फेरि यो नयाँ खोलेको छु अहिले, यो नयाँमा पनि धेरै सपोर्ट गरिदिनु भएको छ। अनि धेरै माया सबैलाई। अनि अहिले चाहिँ म त्यही नानी र बबिन दाइलाई भेट्न जाँदैछु। अनि दाइले चाहिँ कल गरेर ए बहिनी छिटाउ जाने छिटो भनिराख्नु भएको थियो कि होइन। अनि दाइलाई फेरि जङ्गल भनेपछि अति नै मनपर्ने किन होला है साथी, पहिला डेटिङ बसेको भएर क्या हो कि यो दाइ त साह्रै नै जङ्गल रुचाउने कि। अनि हामी त अब यही जङ्गल वरिपरि छौँ नि त। अनि जङ्गल जानु भनेपछि लास्टै झ्याउ लाग्ने कि दाइ फेरि एकना चाहिँ जाम न बहिनी भन्ने क्या। अनि त्यो पनि ठिकै छ, अब दाइ पनि त गाउँमै हुर्किनु भएको तर अहिले चाहिँ बजार बेसी बस्नुहुन्छ नि त। दाइ त कहाँ बस्ने फेरि घर हिँडेको नै दाइ त फेरि युट्युबर अनि फेरि होइन। त्यही भएर अनि अहिले चाहिँ म जाँदैछु। अनि यस्तो टन्टोपुरी घाम चाहिँ यिनीहरूले मलाई यो बुढाबुढीले के साह्रो दुःख दिन जानेको। अनि एलिन र म चाहिँ जाँदैछौँ, एलिनको चाहिँ छुट्टी भइसक्यो नि त आज मसान्तरको दिन। अनि एलिनलाई चाहिँ मैले 1 बजे ल्याएको थिएँ। अनि अहिले चाहिँ हामी हिँड्दैछौँ, अब एलिन यताबाट जाने हो। अनि अहिले चाहिँ हामी जाँदैछौँ होइन। अनि जङ्गलमा गएर चिसो खानुपर्ने हुन्छ कोक। अनि हामीले चटपट पनि बनाउने भनेर भुजा च्याउचु पनि लिएर आइसकेको छु म साथीहरू होइन। अब जामै त के गर्दैछन् उनीहरूको बुढाबुढी हेर्नुपर्छ खुसुक्क लुकेर। अरे कहना क्या चाहते हो? फेरि हाम्रो बबिन दाइको ससुराली जाने बाटो है साथीहरू, पुरै बबिन दाइको फर्स्ट फेरि ससुराली घर त फेरि मकैबारीले पुरै छेकेको छ नि त। यो फेरि सबै हाम्रो नानीजीको खेत है साथीहरू, यो चाहिँ नानीजीको खेत मकै यस्तो हेर्नु त च्याङराङ चुङरुङ मर लाग्यो। नि एलिनलाई चाहिँ लास्ट घाम भएछ। यता हेर त एलिन, यता हेर्देऊ न, हेलो भनिदेऊ। एलिन पनि जाने रे आज बबिन दाइसँग टाइम स्पेन्ड गर्नको लागि। अनि हेर्नु न यता पुरै घाम लागेर यो मकै जाति त के साह्रो हो मर लाएर। यस्तै त हो नि गाउँघर भनेको डाँडा काँडा हरियाली यस्तै जङ्गल वनपाखा यस्तै चाहिँ साथीहरू नजिक हाम्रो चाहिँ। अनि यतातिर अब चाहिँ हामी लाग्दैछौँ। अनि उनीहरू दुइटा चाहिँ के गर्दैछन् हामी चाहिँ हेर्नुपर्छ अब गएर होइन। अनि अब हेरौँ अनि त्यसपछि छिटो जानुपर्ने हुन्छ घर। फेरि मेरो त फेरि जिन्दगी भन्नुहुन्छ भने घाँस काट्नुपर्छ कि म त डेली फेरि
जस्तै डेली भ्लगर हुन्छ नि त्यस्तै म पनि एक प्रकारको डेली घाँस काट्नु पर्ने हुन्छ कि साथी। फेरि गाह्रो छ मलाई, साह्रै गाह्रो। साथीहरू यहाँको तल दाइ र नानी चाहिँ एकदम रेडी भएर बसिसकेका रहेछन्, किनभने हामी चाहिँ अब जङ्गलतर्फ जानुपर्ने हुन्छ यस्तो ड्राई पिकनिक हारौँ कि भनेर होइन। अनि हाम्रो छ लोकलको स्पेसल्ली लोकलको झोल, यो बबिन दाइको लागि एकदम ससुरालीको स्पेसल लोकल कुखुराको झोल। अनि त्यसपछि यहाँ छ हामीले झिरमा पोलेर खाने भनेर यो सेकुवाको लागि हामीसँग मासु छ। अनि त्यसपछि यहाँ चटपट। अब हामी चाहिँ जङ्गलतर्फ लाग्नु पर्ने हुन्छ। हिजोको ठाउँभन्दा अलिकति माथि है साथी, दाउरा पनि खोज्नु पर्ने हुन्छ। ल जाम। नानीजीले हाम्रो बबिन दाजुको लागि स्पेसल्ली झोल लिएर हिँडिसक्नु भएको छ। मिनी पिकनिक हो क्या यो भनेको। ल म चाहिँ साथीहरू यसो झिरसिर लिएर अनि हाम्रो मोलेको है सबै योको लागि चाहिँ हामीले सब मोलेर लिएर हिँडिसकेको छौँ मासु। भयो अब चौरमा बस्ने, अब के भन्छ है। अब गएर स्पेसल्ली एकदम अर्ग्यानिक चौर हो क्या फेरि दाइ। त्यहाँ त डेटिङ हाउसमा भ्याउनु भएको छैन नि, त्यहाँ त फेरि टाढै छ नि। ल साथीहरू हामी चाहिँ अब लागेको। ल हिजो चाहिँ हामी त्यहाँ थोरै माथिसम्म आएको थियौँ होइन। अनि आज चाहिँ त्योभन्दा अझै माथि जानेवाला छौँ हामी। ल हिँड एलिन छिटो। एलिनलाई चाहिँ मैले लिएर आएको छु आज। लौ एलिन त लौ ल उतातिर हेर्नुहोस् है, नयाँ कपल्सहरूलाई फेरि पुरै सानसँग भ्लग स्टार्ट गर्दै एलिन र म चाहिँ यतातिर छौँ होइन। अब हामी जानुपर्ने हुन्छ। ल हिँड ल हिँड। छैन ल छिटो आउन छिटो जङ्गलतर्फ। बबिन दा हजुरलाई लास्ट मनपर्छ होला यो जङ्गल फेरि, किन ससुराली भनेर त होला नि। ल छिटो दौडौ, घाम पनि टनक्कै लागेको छ त फेरि। जाम हो जाम। लोट्यो लोट्यो। यी नानी यहाँ ल हामी चाहिँ हिजो यहाँसम्म आएको थियौँ होइन। अब हामी उता जाँदैछौँ योभन्दा माथि। हाम्रो बबिन दाइको स्पेसल्ली रोजेको ठाउँ है त्यो फेरि। लेट्स गो। ल यस्तै छ, अब के गर्नु, यस्तै ढुङ्गामा बबिन दाइलाई यस्तै मन पर्यो। लौ 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 को हो कि हिँड्नै नसकेको एलिन? नातिकन हिँड न। ल साथीहरू लास्ट हत्ते हरान भयो होइन। मेरो छोरालाई चाहिँ यहाँ हिँड्नै नजानेर अब समात्नु पर्ने भयो। त्यही भएर मैले चाहिँ एकदम एकछिन भिडियो गर्छु है त, इन गर्छु, इन भन्दा पनि स्टप गर्छु। फेरि एकैचोटि उहाँ गएर भेटौँला है त भन्ने त चाह थियो, भन्दा पनि भिडियो गर्ने त चाह थियो। तर के गर्ने, छोरा हिँड्नै सकेन। अब यस्तै यस्तै छ, अब वहीँ पुगेर गर्नु पर्ला जस्तो छ त साथी। तर केही छैन, म इन गर्नेवाला छैन। फेरि कन्टिन्यू हान्दिनँ नि त। ल राम्रोसँग हिँड्नु, राम्रोसँग। हाम्रो बबिन दाजु एकदम बिजी। यहाँ त बल्लसम्म आयो बाटो। हजुर कतिखेर आउनु भयो र यतातिर हेर्ने यस्तो काँस घारी? अनि कसले भने त त्यो डाँडामा भनेर? हजुरको रानीले आउनु भएको थियो र यतातिर क्या, हामी हिँडेकोतिर, यहाँ अहिले जहाँ हिँडे हामी त्यो। हेर्नु त पुरै थर्किन्छ है। यस्तो चाहिँ साथीहरू यतातिर फेरि जङ्गलै जङ्गल। जाम हो जाम। लोट्यो
फ्लोट हो यी नानी यहाँ ल हामी चाहिँ हिजो यहाँसम्म आएको थियौँ होइन अब हामी उता जाँदैछौँ योभन्दा माथि हाम्रो बबिन दाइको स्पेसल्ली रोजेको ठाउँ है त्यो फेरि लेट्स गो ल यस्तै छ अब के गर्नु यस्तै ढुङ्गामा बबिन दाइलाई यस्तै मन पर्यो लौ को हो कि हिँड्नै नसकेको एलिन नातिकन हिँड न ल साथीहरू लास्ट हत्ते हरान भयो होइन मेरो छोरालाई चाहिँ यहाँ हिँड्नै नजानेर अब समात्नु पर्ने भयो त्यही भएर मैले चाहिँ एकदम एकछिन भिडियो उ गर्छु है त इन गर्छु इन भन्दा पनि स्टप गर्छु फेरि एकैचोटि उहाँ गएर भेटौला है त भन्ने त चाह थियो भन्दा पनि भिडियो गर्ने त चाह थियो तर के गर्ने छोरा हिँड्नै सकेन अब यस्तै छ अब वहीँ पुगेर गर्नु पर्ला जस्तो छ त साथी तर केही छैन म इन गर्नेवाला छैन फेरि कन्टिन्यू हान्दिनु नि त ल राम्रोसँग हिँड्नु राम्रोसँग हाम्रो बबिन दाजु एकदम बिजी यहाँ त बल्लसम्म आयो बाटो हजुर कतिखेर आउनु भयो त यतातिर हेर्ने यस्तो काँस घारी अनि कसले भने त त्यो डाँडामा भनेर हजुरको रानीले आउनु भएको थियो र यतातिर क्या हामी हिँडेकोतिर यहाँ अहिले जहाँ हिँड्ने नि त्यो हेर्नु त पुरै थर्किन्छ है यस्तो चाहिँ साथीहरू यतातिर फेरि जङ्गलै जङ्गल है त हामी चाहिँ अब पुग्नु लागिसकेको छौँ हाम्रो बबिन दाइ चाहिँ उता एकदम भिडियो बनाउँदै हुनुहुन्छ यस्तो जङ्गल फेरि यस्तो सफा भएछ है डडेल लाएर ल जान्छ मेरी ल यहाँ आएर बस्ने यहाँ त दाउरा पनि छैन होला हौ यतातिर त जलुका पाइन्छ होला है यो खोल्सामा त यो खोल्सामा ल जाम ल ए दाइ त एकदम लोकल झोल लिएर यतातिर जानी होइन हामी अब यतातिर ल हिँड लिन्छ ल आइसकेको छौँ भन्नु न पहिला यतातिर वैसेलुको बुट्टा थियो अहिले त भ्याइयो क्या हो ए डडेल लागेछ दाइ वैसेलुको रुखलाई त ल हिँड ल छिटो एलिन कस्तो मस्त हावा आएको यतातिर कता ऐसेली यताबाट हिँड न एलिन उताबाट जाऊ यता हो तर ऐसेलीको बुट्टा हेर्न आएको थियो क्या यो कुन यो खोला यो बात खोल्सी हो क्या त्यो जुन हजुरको ससुरालीको त्यो तलपट्टि छ नि त्योसँग जोडिएको खोला लाउन नि ल हामी चाहिँ पुग्यौँ है साथीहरू अब चाहिँ ल हिँड ल आइयो ल यही हो अब हामी दाउरा खोज्न पर्ने हुन्छ यो ऊ हो क्या कुलियान पूजा गर्ने ठाउँ यही ठिक छ नि है सुनसान न शीतलु ल हामीले चाहिँ अब यहाँ सबै हाम्रो सामानहरू राखिसकेको छौँ अब चाहिँ साथीहरू होइन हामीले चाहिँ एकदम दाउरा खोज्नु पर्ने हुन्छ फेरि मैले त फेरि भेट्टाइदिन्छु क्या दाउरा त फेरि ए यहाँ यो यस्तो सुकेको जस्तो यो साल अब यसलाई चाहिँ भाग्नु पर्ने हुन्छ त सुकेको त भनियो सुकेको हो किन ए काँचै रहेछ त्यसका बाजे
भर्खरै दाउरा खोज्ने हो कि जस्तो हेर्नु न त्यहाँ रुख सुकेको रुख भनेको त काँचो हैछ भाँच्न गएको त छ्या ए हाम्रो स्पेसली आजको खानेकुराहरू फाइनली साथै हाम्रो यो सेकुवा पोलिसक्नु भएको छ आगो बालेर हाम्रो नानुजीले कतिको पोल्छ केको पोल्ने हो आइस रातै पो भयो त राति बनाउनु पर्यो अबे खसाल्छ के अहिले आइस कसरी मर्ने ए ल ल ल म गाइस अब म पनि हात लगाउँदै छु यहाँ नानुलाई कति दुःख दिनु त्यही त नि ल है अलिक बोसो रहन्छ क्या झरझर पनि गरेन यो तात्ने भएको होला नि हल्का फुल्का झरझर कालै भयो त है आगोको रापले हो के अब यसलाई हामी बा मिठो बास्ना आइरहेको छ हल्का बोइलरको पुट्ठो पनि परे जस्तो छ है हल्का च्वार पनि गरेको छ है बस्सले भरेको भन्ने गीत छ नि उलाई के दाइ के भन्छ अरे यो पुठोलाई कुखुराको पुठोलाई ढिङ्कुली भन्ने छ नि डायमन्ड लभर हो क्या डायमन्ड लभर पनि अनि ढिङ्कुली रे ल गाइस ल यो यस्तो भइसकेको छ न त यहाँ बोइलरको पुट्ठो त परेको छैन दाजुलाई फेरि पुठो असाध्यै मन पर्ने है पुठो मलाई मन पर्छ बिहान पनि खाएको त नि बिहान पनि भालेको पुठो खाइयो अब के को खाइन्छ भन्नु न ल नानी ल उ त हाम्रो मिनी ड्राई पिकनिक हो न अनि हाम्रो राजा र रानीलाई चाहिँ मैले यहाँ सोफा तयार पारिसकेको छु अब यो झ्याङ दिएको छु साथीहरू होइन अब बसे पनि बसुन् जेसुकै गरून् अब मतलब भएन हाम्रो काम पुरा गरिदिसकेको छु एक झिर पाकिसकेको छ हाम्रो सेकुवा अब अर्को झिर हस्तान्तरण गर्दै हुनुहुन्छ हाम्रो नानीजीले र पोली पनि सक्नुभयो है झिर पनि झिरै रहेछ हजुरको लागि स्पेसल्ली सोफा तयार पारिदिएको छु हजुरको लागि मात्र होइन हजुरको नानुको लागि पनि ल राजा फाइनली राजाको बस्ने ठाउँ यहाँ रेडी भइसकेको छ पुठोमा फेरि नघोचोस् है फेरि यस्ता सिङ्का सिङ्की छ ल दाइ चाहिँ बसिसक्नु भएको छ के साह्रो मोटाउनु भएको नि भरे लोकल कुखुराले हो लोकल कुखुराले यहाँ गाह्रो बनाएको छ के हो दाजु पुरै देखाइदिनु नि त्यस्तो यो त्यतिकै सोको लागि ल्याएको है त यस्तो देखाम भन्ने कुरो हाम्रो सेकुवा एक लोड पाकिसक्यो अब अर्को लोड अब चाहिँ हामी यसो बसिसकेका छौँ खाइन्छ यो चाहिँ फेरि त्यस्तै सोको लागि है दाइ दाजुले फेरि असाध्यै सासूको हातको मिठो लोकल कुखुराको रस पिउने रे यहाँ भैँसी जत्रो भइसक्नु भयो मोटाएर अब सबै नानुले स्याहार सम्हाल्छिन् व्हिल चेयरमा हिँडाल्छिन् नानीले मोटाएर तर खतरा हो नि दाइ होइन यता जङ्गलमा बिचमा अझ यहाँ एउटा यस्तो ढाउनी साउनी खोला भएको भए है दामी हुन्थ्यो नि अब यहाँ स्विमिङ पुल बनाउनु आमा यो त उ छ के त्यो पाइरेसी त्यो ग्लास उ रहेछ के यस्तो गर्दा नदेखिने होइन त्यो डढ्ने भयो नि आमामा यो चाहिँ दामी हुने भयो है
एकछिन मासु खाइसकेको होइन होइन भन्नाले एक पिस पनि खाएन मासु भन्नाले यहाँ चढाएको कि त्यही भएर त चढाएको नि ऊ कोही त्यस्तो हुन्छ अरे के त्यसो भए त्यहाँ एक टुक्रा फाल्दिनु त पातमा राखेर मनमा नै यसो गर ल जति पनि हुनुहुन्छ वनदेवी सबै सम्पूर्ण हाम्रो उपस्थिति जनहरूलाई यो मासुले चढाएर रोकिन एकछिन नाति हाल्दिन्छ भयो होला है ल ल्याउनु यहाँ तेरो गाला फोड्दिनु ल है खाना सुरु भइसकेको छ लास्ट चाहिँ दामी भयो है ल गाइज अब चाहिँ खानाको लागि अब के गऱ्यो यहाँ ल है यहाँ खानाको लागि रेडी भइसकेको छ बाबुलाई उदिम त तिमीले मासु खान्छौ र अब खाना र मासु उ त्यो मासु खान्न हौ उ त्यो मासु के कुखुराको मासु अब खान्न केले त अनि कहाँ बुङ्गुरको झन् खान्न बाख्राहरू खान्न कहाँ खान्छ रे खान्न ए ल ल त्यो खाँदै गर कोक दिनु कोक ए बाबु कोक खाऊ ल अब चाहिँ यहाँ चाहिँ खाने कार्यक्रम आमामा पोल्यो ल है यहाँ चाहिँ ल लास्ट तातो भयो नि यो रेडी भइसकेको छ ल साथीहरू अब चाहिँ हामी खानको लागि एकदम रेडी भइसकेको छौँ हामीले सुरुवात गर्छौँ पहिला कोकबाट एलिने पनि यता खाइसकेको छन् ल यो कुखुरा लैजाउँ न यहाँ सलमा बसेर हुन्छ पुठामा स्वास्सेको थियो अन्त जाऊ 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 कोक फाल्ला है बाबुले सेकुवा तेरा चटपट पनि देखाइ नि ल गाइस अब चाहिँ हामी सुरु गरौँ कोकबाटै सुरु गरौँ है त ल धेरै टाढा नभए ल है कोक खाना बाबु चाहिँ सुसु गर्न हिँडिसकेको छ त्यही सुसुको नलीले गर्दा युट्युब च्यानलै उडेको थियो नि सबै नै हो साँच्चै तर भन्नुपर्दा ल गाइस बबाल चेस पनि गरेन यार है खाना पाएपछि के को चेस है ल यो लोकलमा लाउ नानीलाई निसाले पनि हाल्नु केमा हो खानु ल मासु खाम यो तपाईँ बियर हालेर ल गाइस यो चाहिँ ल गाइस यो चाहिँ लोकल बिहान मैले काटेको भालेको मासु अनि यो त सेकुवा यता चटपट छ है गाइस कति बोसो लाग्छ नि त ल बोल्दैन लोकल नयाँ मोबाइल हो जाँदाखेरि चटपट कोकको साथमा रमाउँदै क्यामेराम्यानलाई साह्रै गाह्रो है अबे ओ दिवाली की फुलझड़ी ओ सेट मिलाउँदा हैरान दाइ फेरि दाजुलाई चाहिँ पुरै लोकल आन्नु भएको छ यस्तो छ अवस्था अब यसलाई चाहिँ म बाटैसहित ल दिनु कुन ल्याइन्छ है के परे यहाँ ल लोकल मिठो छ नुन पनि ट्याक्क ल ल नानी ल यो कोक खाँदै खानु नि आज पनि छोराको नै आज देखाइन्न त्यस्तो देखायो भने पाइप देखाउने ह्यान्ड पाइपले मेरो आइडी जान्छ फेरि भोलि त हजुरहरू बिहानै सर है बिहानै गइन्छ शीतलमा जाने के बिहानै कति बजी जाने हो
5 बजे उठ्न सक्नुहुन्छ? अहिले त क्याब भइसी जस्तो सुत्नु भएको थियो। हो निशा बहिनीले उठाएको क्या मलाई बिउजाको मैले उठाउनु पठाएको। मैले उठाउँदा उठ्दैन हो बबिनजी भन्दै के ल साथीहरु हामी यहाँ ड्राई पिकनिक खाँदा हुरी लागेको अवस्था। ल दाइ चाहिँ एकदम हुरीको मजा लिँदै हुनुहुन्छ। ल है त साथीहरु हाम्रो ड्राई पिकनिक मिनी ड्राई पिकनिक अब सकिसकेको छ। हामी चाहिँ घर जानु लागेको किनभने मैले घर गएर फेरि घाँस काट्नु पर्ने हुन्छ, नत्र त आरामले बिन्दास पाराले जान हुन्थ्यो। के गर्नु साथी यस्तै छ हैन। त्यही पनि अब चाहिँ हामी लाग्नु पर्ने हुन्छ। ल मेरो भिडियो यति नै। अनि बबिन दाइ चाहिँ भोलि घर जाँदै हुनुहुन्छ। बबिन दाइ र नानु आज हाम्रो अन्तिम भेट भन्दा पनि फेरि पनि भेटौँला, तर आजको लागि चाहिँ अन्तिम भेट हुनेछ। यति भन्दै मेरो भिडियो यही समाप्त गर्न चाहन्छु। सम्पूर्णलाई मेरो तर्फबाट धेरै धेरै माया, लट्स अफ लभ। बाइ बाइ गाइज, लभ यु अल।